हेलो सेवा नमस्कार, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। यहाँलाई स्वागत छ थुलुङ भ्लगमा। फेरि पनि तपाईहरुसँग उपस्थित भइसकेको छु नयाँ भिडियो एन्ड भ्लग लिएर। अहिले चाहिँ पानी परिरहेको छ नि त, अनि हामीहरू चाहिँ उता लुदिन भन्ने ठाउँमा जाँदैछौँ। अनि त्यहाँ चाहिँ मेला लागिरहेको थियो, अनि पानी कति 4-5 दिन भइसक्यो पानी परेको। अनि हामीहरू चाहिँ त्यहाँ काम परेर जाँदैछौँ। तपाईहरुलाई म देखाउने नै छु। पानी परेको कारणले गर्दा पानी हिँड्न पनि एकदम गाह्रो छ। पहिरो झर्छ कि भन्ने डर पनि छ। त्यही हो गाइस, एकछिनमा भेट्ने छौ। है हो बाटो चाहिँ यस्तो छ है गाइसहरू। झन् उता त कस्तो थियो त, अप्ठ्यारो भएर मैले भिडियो गरेन, क्याप्चर गर्न भ्याइनँ क्या। एकछिन पछि फर्किँदाखेरि देखाउने छु तपाईहरुलाई। बाटो एकदम खराब छ। दुईजना हामी चाहिँ जाँदैछौँ। बाटो पहिरोले खतरा लगेको छ क्या। यहाँ तल यस्तो गएको छ। बिजोक छौ गाउँघरमा त यस्तो पानीले त अरे बिजोक। पहिरो झर्छ भनेर डरसरी पो कुद्नु परेको छ त। फाइनल्ली गाइस लुधिन बजार आयो। म त हाफ प्यान्टमा पो छु त। बजार र हाफ प्यान्ट। अरे ओइ, अनि भत्काएको रहेन रहेछ त कसैको त। मेला लागिरहेको थियो, पानी परेको कारणले गर्दाखेरि मेला पनि सर्यो। मेला पनि सर्दो रहेछ हौ। अनि त नि ओयो यो चाहिँ लग्यो के हो, पिङ चाहिँ लग्यो, उठाइछ त नि, निकालेछ। यहाँ तल चाहिँ पिङ पनि राखेको थियो तर उठाइसकेछ अहिले चाहिँ। बाटो चाहिँ एकदम चिप्लो छ गाइस। हामीहरू चाहिँ हिँड्नलाई सुन, तर बाटो चिप्लो छ भनेर एकदम डर लाग्छ। छ होला नि कि सुतिराखेको छ नि पानी परेकोले गर्दाखेरि। ग्रान्ड आइपुग्नु लागिसक्यौँ। यहाँ बाटो चिप्लो छ नि त, त्यही भएर भित्ता हिँड्दैछौँ है गाइसहरू भने। बहुत चिप्लो छ बाटो। फेरि चप्पलमा त्यस्तै चप्पल चाहिँ छ, चिप्ली जाने खालको। ठुलिली तल पुग्यो भने तर चिप्लिँदैन होला हौ। भन्दै चिप्लिनु त के गर्नु नि गाई। मेलाको हालत चाहिँ यस्तो छ। अनि सबको ग्रान्डमा चाहिँ हिलो पसेर बिजोक रहेछ। पानी पसेर हिलो पसेर भन्छ रहेछ। छिटिकै गरम भएर होला न थाहा। अनि यो चाहिँ ग्रान्ड है, यता भित्रमा चाहिँ बसेर हामी चाहिँ बितालिसक्नु भएको रहेछ। यता चाहिँ होटलहरू थियो। चटपटे पसलहरू अनि सब यस्तो बनाइसकेको छ मेला सकेको। यता तल यहाँ तल होइन। यहाँ चाहिँ स्कुल हो। अनि अहिले चाहिँ पानी परेर एकदम बिजो भइरहेको छ। सब होटलवालाहरू पनि गइसकेको छ। अनि यस्तामा कसरी गेम पनि हुन्छ त। अनि हामी चाहिँ यही घरमा आउने चाहिँ आएको, तर मान्छे नै रहेन रहेछ। चाबी पो लगाएको रहेछ नि। यता चाहिँ के थियो है, अथा जुगाले पनि मलाई त हामी आउनु त आयौँ, तर के गर्नु मान्छे नै छैन। रुङ्दा पनि आउँदैन, पानी नै रोकिसक्यो। स्टेज चाहिँ यस्तो भत्केर बिजोक भएको रहेछ यहाँ माथि। अनि छियौँ कहाँ चाहिँ गइरहेको नि नारायण देख्न सक्नुहुन्छ ग्रान्डको हालत। यहाँ चाहिँ के मेला पो, द्वितीय मेला लाग्छ यहाँ चाहिँ।
तर नेपालीको मेला चाहिँ त्यस्तै भयो गाइज। 3 दिन जति चाहिँ राम्रो होला, त्यहाँदेखि त पानी परेर पिचोक। अनि अब मङ्सिर 15 मा सरेको छ, त्यति बेला मात्रै फाइनल हुन्छ होला सायद। सेमीमा पुगेर चाहिँ पानीले गर्दा डिस्टर्ब भयो, त्यही भएर अब एकैचोटि यो 15 मा सरेको छ। पानी परेकै पानी रोकिने कुनै तर्क नै छैन। गाइजहरू हामी चाहिँ फर्किसकेको छौँ, सटपटे खाएर पनि अनि चाउचाउ खाँदै आएको। अन्त खाइसक्यौँ, देखाइनै तर पनि। अनि अहिले चाहिँ पानी हेर कस्तो उयो भएको छ, तर मेरो फोनमा त कस्तो उयो आउँदो रहेछ हौ, ब्लर आएर। आमा कस्तो आउँदो रहेछ नि ब्लर आउँदैछ। के गर्नु गएछ, हाम्रो गाउँ चाहिँ उता पारी छ, यता पारी पारी अब पुग्नुपर्ने छ। यता पारी त छ। हामी 2 जना चाहिँ, अनि हामी चाहिँ बुट लिन आएको मान्छेहरू, तर छैन, बुटै लगिसकेछ। अनि रात परिसकेको छ, अहिले 5 बजी होला। अब हामी 1 घन्टामा मात्रै पुग्छौँ यहाँ पारीदेखि। ठ्याक्क 1 घन्टा लाग्छ क्या हामीलाई, उतादेखि आउनु पनि उता जानु पनि। त्यही गाई चाउचाउ खाएर भुँडी अगायो। अनि जङ्गल छ यहाँ। यता चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सुरुमा चाहिँ लाइक गरिदिनु होला, तपाईँहरूले लाइकै गरिदिनु हुँदैन। मैले चाहिँ धेरै पछि नै मैले कतिवटा भिडियो बनाएको थिएँ, तर हाल्नै पाइनँ क्या, त्यो ठ्याक्कै टाइममा भएन क्या, त्यही भएर सबै रिजेक्ट हान्दिएँ। मैले भिडियोहरू बनाउनु चाहिँ बनाएँ, तर सब रिजेक्ट। तर म तिहारको लक्ष्मी पूजाको दिनको चाहिँ म भिडियो हाल्नेछु गाइस, तर अलिक ढिलो नै हुन्छ। त्यो भिडियो एडिट गर्दैछु मैले, हाल्नु चाहिँ हाल्छु, तर ढिलो, तर पनि माइन्ड नगरिदिनु होला गाइस। त्यही हो, एकछिनमा गाइसहरू बाटो चाहिँ यस्तो छ भने गाह्रो छ, यस्तरी चढ्नुपर्छ। रात परिसक्यो, यत्रा ढुङ्गा निस्केको छ भने यहाँ झन् यहाँ पर त यता माथितिर रात परेर बिजुक छ बाटोको हालत त्यस्तो छ। यता बहुत गाह्रो छ, माथिदेखि आउँछ भने टेन्सन। बाटोको हालत एकदमै नाजुक छ। रुखहरू लडेर यस्तो छ नि, धेरै नै रात परिसक्यो।